हेलो दर्शकबिन नमस्ते, हार्दिक स्वागत छ तपाईलाई। म आज विशेष गरेर परम्परागत शैलीको गाउँघरमा मही बनाउने तरिका चाहिँ कसरी बनाइन्छ भन्ने कुरो चाहिँ म देखाउन गइराखेको छु। यति बेला अब म चाहिँ यहाँ ठेकी निकाल्दैछु यतापट्टिबाट, यो ठेकी राख्ने ठाउँबाट यो ठेकी, यसमा चाहिँ दही छ। यो दहीबाट हामी चाहिँ मही बनाउन गइराखेको अवस्था छ साथीहरू। यसरी यहाँबाट यो थुप्रै अन्य कामहरू पनि छ। यी कामहरू गर्दै गर्दै अन्य भाँडाकुँडाहरू भाँडा बर्तनहरू जम्मा गर्दै यसरी चाहिँ ठेकीबाट यो ठेकीमा चाहिँ मदाइनी राखेर हामी चाहिँ मही बनाउन गइराखेको अवस्था छ। र यो आजको यो सम्पूर्ण भिडियो चाहिँ मही कसरी बनाइन्छ, नौनी कसरी झिकिन्छ भन्ने सम्बन्धमा रहनेछ। जसमै हामीसँगै रहनु होला। म तपाईलाई लगातार रूपमा सुरुदेखि अन्त्यसम्म सबै भिडियोमा तपाईलाई देखाउनेछ है त। यसरी साथीहरू अब हामी चाहिँ मही बनाउन गइराखेको अवस्था छ। यो धेरै नै निकै नै परिश्रम गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ ल हेर्नुहोस्, यो मदाइनी छ। यो मदाइनीबाट मदाइनी निकालेर यसरी यसको चोयाको टोपी हुन्छ यसको मदाइनीको, यो यसबाट यो मदाइनी चाहिँ निकालेर यता राखिन्छ। र यसलाई चाहिँ यता हाल्नको लागि यहाँ हैन यता राखिन्छ यो ठेकीमा। यहाँ ठेकी छ साथीहरू हैन, यतापट्टि ल साथीहरू हेर्नुहोस् है। ल यो अब यस्तो प्रकारको चाहिँ यहाँ ठेकीबाट यहाँ चाहिँ बढी छ दही ठेकीमा, एकछिन यहाँ राख्नु पर्यो। यहाँ बढी नै छ दही, त्यसकारण दुई खेप हुन्छ यही यसमा भएको दही पनि। त्यसकारणले गर्दा पहिला यहाँ अलि यता बाहिर निकालेर ल हेर्नुहोस्, यसरी दही चाहिँ बाहिर निकालेर यसरी निकाल्दै ठिक्कको भान भनिन्छ हाम्रो भाषामा, यसरी ठिक्क पारेर बनाउनु पर्ने हुन्छ साथीहरू। अब यतापट्टि पानी छ, यहाँ पानीले यो यता सफा गरेर यसरी हाल्दै सुरु गरिन्छ साथीहरू। यो चाहिँ सुरुको चाहिँ मही बनाउने तरिका हाम्रो गाउँघरतिर परम्परागत शैलीको चाहिँ मही बनाउने तरिका चाहिँ यो प्रकारले गरिन्छ साथीहरू। आज म विशेष गरेर हाम्रो रुकुम पश्चिम बाफीकोट गाउँपालिका वार्ड नम्बर 6 जिपसिङतिर यो काठको ठेकीमा यो गिठीको रुखको काठको ठेकीमा चाहिँ मही बनाउने तरिका चाहिँ म तपाईलाई देखाउन गएको छु। यो मदाइनी हुन्छ। यसरी जराहरू हुन्छ, यहाँ यो जरा चाहिँ विभिन्न प्रकारका जराहरूको वनस्पतिको जराहरूको ल्याएर यसरी बनाइएको हुन्छ। यो निगालोमा अब यसरी राखेर अब हेरिन्छ, यता हल्का त्यो वरिपरिको घोलेर सुरुमा हैन यहाँ राखिन्छ। यतापट्टि यहाँ पुरानो दही नौनी छ भने राख्नुहुन्छ, छैन छ ठिक छ। अब यहाँ चाहिँ खिर्या भनिन्छ, यो माथिको खिर्यालाई यता लगाएर साथीहरू दर्शकबिन हामी चाहिँ यसरी यो चाहिँ नितान्त परम्परागत शैलीको मही बनाउने तरिका रहेको छ। आजको भिडियोमा तपाईलाई मैले तिनै दृश्यहरू देखाउन गइराखेको छु। यतापट्टिबाट यो हल्का तातो पानी पनि राख्नुपर्ने हुन्छ। अहिले चिसोको समयमा चाहिँ तातो पानीको आवश्यकता पर्छ, नत्र भनेदेखि चाहिँ घिउ जम्मा हुँदैन, बटुल दिँदैन। त्यसकारण घिउ जम्मा गर्नको लागि यसरी यो तातो पानी हाल्दै चिसो र तातो हल्का मिलाएर यसरी गरेर यो चाहिँ दर्शकबिन हामीले चाहिँ मही बनाउनु पर्ने हुन्छ, ताकि घिउ जम्मा होस् भनेर। यस्तो प्रकारले साथीहरू है, यो प्रकारले तपाईले देख्न सक्नुहुन्छ। यहाँ बाफ आइराखेको छ तातो पानीको। यो अब यसरी पारिन्छ। ल हेर्नुहोस्, यो यसरी यो सानो यो डोरीहरू हुन्छ, डोरीहरू यसरी तानेर हैन यसरी ल हेर्नुहोस्। यो हो परम्परागत शैलीको हाम्रो चाहिँ पुर्खादेखि नै चल्दै आइराखेको मही बनाउने तरिका। यसरी काठको ठेकीमा गिठीको ठेकीमा चाहिँ यसरी यो मही बनाइन्छ दर्शकबिन। आज म सम्पूर्ण रूपमा मही बनाउने तरिका तपाईलाई देखाउन गइराखेको अवस्था छ। यसरी नै हामी घुमाउँदै यसरी तानेर
आज म चाहिँ पूर्ण रूपमा यसरी मही कसरी बनाइन्छ, नौनी कसरी झिकिन्छ भन्ने कुरो चाहिँ तपाईँहरूलाई देखाउन गइराखेको छु। र यसै सन्दर्भमा अलि परिश्रम चाहिँ हुन्छ, यो तान्नुपर्ने हुन्छ। यो एकदमै भैँसीको दुधबाट दही जमाएर यसरी काठको ठेकीमा हामीले चाहिँ मही यसरी बनाइन्छ। हाम्रो गाउँघरतिर साथीहरू यो नेपाली जनजीवनमा चल्दै आइराखेको परम्परागत शैलीको यो हाम्रो मही बनाउने तरिका, काठको ठेकीमा मदैनी, यो चाहिँ यो खिर्रे भनिन्छ, यो माथि काठकै हुन्छ होइन। यसरी राखेर यो चाहिँ यहाँ तल यो काठमा चाहिँ यसरी डोरीहरू यसरी घुमाएर यो मदैनी भनिन्छ, यो मदैनीलाई घुमाएर काठको ठेकीमा घिउ जम्मा गरिन्छ। यो एकदमै अर्ग्यानिक तरिकाको यो परम्परागत शैलीको यो पुरानो जमानादेखि चल्दै आइरहेको हाम्रो बाबुबाजेहरूले गर्दै आएको काम हो। र अहिलेसम्म पनि हामीले यसलाई चाहिँ निरन्तर रूपमा अगाडि बढाइराखेको अवस्था छ दर्शकहरू। त्यसै सन्दर्भमा आज म तपाईँलाई चाहिँ विशेष गरेर भैँसीको दुधबाट दही जमाएर काठको ठेकीमा कसरी चाहिँ मही बनाइन्छ र नौनीको झिकेर घिउ कसरी बनाइन्छ भन्ने कुराहरू आज तपाईँलाई देखाउन गइराखेको अवस्था छ दर्शकहरू। यसै सन्दर्भमा हामी छौँ यो रुकुम पश्चिम, कर्णाली प्रदेशको रुकुम पश्चिम काठकोट गाउँपालिका वार्ड नम्बर 7 जिप्सिङमा यो मही बनाइराखेको अवस्था। र यसै भिडियोलाई तपाईँहरूको बिचमा ल्याइराखेको छु। यो परम्परागत शैलीको काम गर्ने तरिकाहरू कस्तो हुन्छ त भन्ने कुराहरू देखाउनको लागि विशेष गरेर दर्शकबिन तपाईँहरूको बिचमा मैले यो देखाइराखेको छु। यो म सधैँ यस्तै गर्ने गर्छु, आज मात्र होइन, भिडियो गर्नको लागि मात्र पनि होइन। मैले सधैँ नै भैँसीकोलाई घाँस काट्ने, त्यस पछाडि मल निकालेर फाल्ने, सफा गर्ने, भैँसीलाई स्याहार सुसार गर्नेदेखि लिएर मही दुध दुहुने, मही बनाउने, यी कामहरू मेरो घरमा रहँदा बस्दा चाहिँ चलि नै रहन्छन् साथीहरू। यस्तो छ अहिले हाम्रो वर्तमान समयमा हाम्रो दिनचर्या, परम्परागत शैलीका कामहरूलाई पनि निरन्तरता दिँदै गाउँघरमा यस्तै हो साथीहरू है। ल अहिले म यति नै राख्छु। अहिले अझै पछाडि तपाईँको चाहिँ मही बनाइसकेपछि बिचबिचमा म तपाईँलाई देखाइ नै रहनेछु है त साथीहरू। यसरी साथीहरू निरन्तर रूपमा अब मही बनाउने काम चलिराखेको अवस्था छ र अझै मैले यहाँ घुमाइराखेको छु साथीहरू। यसरी गर्नुपर्ने हुन्छ। यो ठेकीमा रहेको दहीलाई चाहिँ पानी राख्दै मिलाउँदै ब्यालेन्स गर्दै यसरी मिलाएर तान्नुपर्ने हुन्छ साथीहरू। यो प्रकारले गर्दाखेरि गऱ्यो भनेदेखि चाहिँ नौनी छुटिन्छ, मही चाहिँ बन्छ। यसरी हामीले चाहिँ चेक गर्दै बनाउनु पर्ने हुन्छ साथीहरू। आजको यो भिडियो चाहिँ विशेष गरेर हाम्रो परम्परागतदेखि चल्दै आएको रुकुम पश्चिममा र झन्डै तयार भइसकेको छ साथीहरू। म तपाईँलाई देखाउने नै छु। अब चाहिँ तपाईँको चाहिँ यतापट्टिबाट यहाँ तयार भइसकेको महीलाई यता भाँडोमा राखिन्छ। ल हेर्नुहोस् है साथीहरू, यसरी यता राखिन्छ साथीहरू है। ल यसरी झिकिन्छ। यो मही बनाइसकेपछि यो मही चाहिँ यता हुन्छ, यता नौनी चाहिँ भित्र रहन्छ ठेकीभित्र। यसरी गर्दै यो हो एकदमै अर्ग्यानिक, ताजा, प्योर हाम्रो परम्परागत शैलीको यो तरिकाले बनाइएको मही, एकदमै मिठो। हाम्रो आफ्नै भैँसीको दुधलाई जमाएर दही बनाइएको, दहीबाट चाहिँ मही यसरी बनाइन्छ साथीहरू है त। यस्तो रहेको छ काम गर्ने तरिका। ल एक डेक्ची यहाँ चाहिँ मही तयार भइसकेको रेडी छ। खाने हो भनेदेखि तपाईँ चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यस्तो चाहिँ यो घिउ, यता झरेको घिउलाई चाहिँ फेरि यता हल्का बटुलेर यता राख्नुपर्ने हुन्छ। केही झरेको हुन्छ। अलि गर्मी भइरहेको छ अहिले चाहिँ। अब फागुनको महिनामा चाहिँ गर्मी चढिसक्यो साथीहरू, त्यसले गर्दाखेरि हल्का अलि गाह्रो नै भइरहेको छ। यसलाई चाहिँ ठिक तरिकाले बनाउनको लागि यता आएको घिउलाई चाहिँ यसरी यतापट्टि फेरि तान्नुपर्ने हुन्छ, जम्मा गरेर बटुलेर। तर पनि त्यति धेरै त समस्या भएको छैन, ठिकै छ साथीहरू है।
यसरी हाम्रो गाउँघरतिर रुकुम पश्चिममा विशेष गरेर बाफीकोट गाउँपालिका वार्ड नम्बर 6 जिप्सिङमा यसरी चाहिँ मही बनाइन्छ साथीहरू। आज म तपाईँहरूलाई चाहिँ अर्ग्यानिक तरिकाको मही बनाउने कामलाई चाहिँ देखाइराखेको छु यति बेला है साथीहरू। यहाँ झऱ्यो के यस्तो छ अवस्था। यता भएको दहीलाई चाहिँ अब फेरि यता राखेर यताबाट राखेर फेरि बनाइन्छ है साथीहरू। यता राख्दै दही राखिन्छ ठेकीमा, ठेकीमा दही राखेर घुमाउनु पर्ने हुन्छ। अलि पुरानो छ यो दही चाहिँ, अलि धेरै दिनको भइसकेको छ। घिउ चाहिँ राम्रो लाग्छ यस्तो धेरै दिन राखेर छिप्पिएर राखेको दही चाहिँ, दहीबाट चाहिँ घिउ चाहिँ राम्रो लाग्छ। ल यसरी ठेकीमा चाहिँ दही राखेर गरिन्छ साथीहरू है। यो प्रकारले गरिन्छ है साथीहरू। यसरी अब बटुकाले कचौराले यसरी दही चाहिँ यता राखेर ठेकीमा चाहिँ दही राखेर मही बनाइन्छ साथीहरू है। यस्तो छ। ल साथीहरू तपाईँ चाहिँ कहाँदेखि हेर्दै हुनुहुन्छ, तपाईँहरूकोतिर कसरी गरिन्छ? यदि गरिन्छ भनेदेखि हाम्रो चाहिँ यसरी गरिन्छ साथीहरू। मही चाहिँ यसरी बनाइन्छ हाम्रोतिर। ल साथीहरू दर्शकबिन तपाईँले चाहिँ हाम्रो युट्युब च्यानल नेपाली रोभरलाई लाइक सेयर एन्ड सपोर्ट गरेर सब्सक्राइब गरेर सपोर्ट गर्न सक्नुहुन्छ। यस्तो प्रकारले गरिराखेको अवस्था छ हाम्रो गाउँघरतिर काम चाहिँ। विशेष गरेर हाम्रो यो चाहिँ नितान्त परम्परागत शैलीको काम कार्यशैली रहेको छ। हामीले चाहिँ यसरी काठको ठेकीमा दही राखेर मदैनी घुमाएर मही बनाउने र नौनी तयार गरेर त्यसलाई चाहिँ आगोमा मजाले पकाएर फेरि चाहिँ त्यसबाट हाम्रो चाहिँ घिउ, ताजा घिउ तयार गरिन्छ साथीहरू। त्यसै सन्दर्भमा आज म तपाईँहरूलाई चाहिँ रुकुम पश्चिम जिल्लाको बाफीकोट गाउँपालिका वार्ड नम्बर 6 जिप्सिङबाट यो काम देखाइराखेको छु र हाम्रोतिर यसरी नै गरिन्छ साथीहरू है त। यस्तो छ साथीहरू हाम्रोतिर काम गर्ने तरिका। तपाईँहरूकोतिर चाहिँ कस्तो छ है? आफ्ना आफ्ना शैलीहरू हुने गर्छन्। विशेष गरेर उस्तै उस्तै मिल्दाजुल्दा छन्, केही हल्का सामान्य फरक हुन सक्छ, तर पनि त्यही नै हो तरिका भनेको चाहिँ। बत्ती गइसकेको छ यति बेला। बत्ती नभएर यो कुनामा हल्का भिडियो चाहिँ अँध्यारो देखिएको छ, तर पनि तपाईँले देख्न सक्नुहुन्छ साथीहरू। यसरी बनाइन्छ। ल यसरी फेरि पनि अर्को खेप गर्दै गर्दै धेरै खेपमा यसरी मही बनाइन्छ साथीहरू। यस्तो छ साथीहरू हाम्रो चाहिँ। झन्डै 5-6 घन्टा लाग्छ साथीहरू टोटल यो गर्नलाई। मैले भिडियो चाहिँ त्यसरी चाहिँ बनाउँदिनँ, बिचबिचमा मात्रै मैले चाहिँ हाइलाइटलाई चाहिँ लिन्छु। तर चाहिँ आज धेरै दही छ हाम्रो घरमा, त्यसले गर्दाखेरि धेरै नै टाइम लाग्छ साथीहरू है। ल साथीहरू निरन्तर रूपमा मही बनाउने काम चलिराखेको छ। यसरी होइन, यसरी घुमाएर हाम्रो रुकुम पश्चिमको बाफीकोट गाउँपालिका वार्ड नम्बर 6 जिप्सिङतिर यसरी काठको ठेकीमा होइन यसरी घुमाएर गरिराखेको अवस्था छ साथीहरू। ल हेर्नुहोस् साथीहरू, यहाँ अहिले यति बेला यति एक डेक्ची मही तयार भएको छ भने यतापट्टि दही छ, अझै यतापट्टि ठेकीमा यस्तो भइराखेको छ अवस्था। यो यहाँबाट चाहिँ यसरी घुमाएर
यहाँ बसेर तपाईँलाई चाहिँ देखाउनु पर्दा ठेकीभित्र यस्तो छ अवस्था है। यसरी घुमाएर त्यहाँ चाहिँ नुहाउने तयारी गरिन्छ साथीहरू। यस्तै हो गाउँको जिन्दगी, गाउँले भलक यस्तै हो। पारिपट्टि हाँसीहरू हँसियाहरू खुडाहरू छ। सम्पूर्ण त्यो हँसियाले चाहिँ घाँस काटिन्छ भैँसीलाई, खुडाले चाहिँ दाउरा काटिन्छ, ठुलो ठुलो हाँगाहरू काटिन्छ। यतापट्टि दुध पनि छ है साथीहरू। यो एकदमै हाम्रो भैँसीको एकदम तर लागेको दुध पनि रहेको छ। यतापट्टि दुध राखिन्छ त्यहाँ। यस्तै छ साथीहरू गाउँतिर। अब तपाईँलाई चाहिँ आज विशेष गरी म चाहिँ हाम्रो यो रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वार्ड नम्बर 6 तिर हाम्रो घरमा चल्दै आएको परम्परागत शैलीको मही बनाउने तरिका तपाईँलाई देखाइराखेको छु। मही रेडी भइसकेको छ, तल तयार छ साथीहरू। अझै धेरै बाँकी छ र सम्पूर्ण आजको सम्पूर्ण कामहरू म तपाईँलाई देखाउने छु साथीहरू। यस्तै छ है हाम्रो गाउँतिरको घर, यस्तै हो साथीहरू जीवनशैली। यसरी आज हामी काम गरिराखेको अवस्था छ। तपाईँलाई म निरन्तर रूपमा आजको सम्पूर्ण कामहरू देखाउने छु भाग भाग गरेर। यस्तो अवस्था छ साथीहरू मही बनाउने तरिका रुकुम पश्चिमको। मही राख्नुपर्ने हुन्छ। पानी हाल्दै सफा गर्दै मिलाउँदै यसरी अब यहाँबाट मही चाहिँ यता खन्याउनु पर्ने हुन्छ यो भाँडोमा। यसरी बनाइसकेपछि यतापट्टि खन्याउनु पर्ने हुन्छ। यसरी खन्याइन्छ साथीहरू। ठेकीबाट मही चाहिँ यसरी खन्याएर फेरि यसरी दही राख्दै अर्को खेपको लागि काम गर्नुपर्ने हुन्छ। दर्शकबिन यसरी निरन्तर रूपमा मही बनाउने क्रममा अब चाहिँ हामी अन्त्यमा आइसकेका छौँ। त्यो मदैनीबाट नुहाउने ठेकीमा निकाल्दै जम्मा गर्दै ठेकीबाट बाहिर कराईमा राख्नुपर्ने हुन्छ। यसरी हामी चाहिँ अहिले अब यसरी यो मदैनी भनिन्छ हाम्रो यो काठको जराहरू हो। त्यो काठको जराबाट बनाएको मदैनी घोल्नको लागि यसरी बाहिर जान्छ हात यसरी गराइन्छ साथीहरू। उतापट्टि नुहाउने यहाँ अलिकति भइसकेको छ, यति हो अझै यति जति निस्किन्छ। यो प्रकारले मही यहाँ भएको छ। त्यो काठको ठिक यतापट्टि बत्ती नभएको हुनाले अँध्यारो छ साथीहरू। ल है यो चाहिँ यो हाम्रो दाउरामा पकाएको पानी हो। पानी चाहिँ तातो पानी तताउनु पर्ने हुन्छ। अहिले अझै चिसो नै छ मौसम। टेम्परेचर मिलाउनु पर्ने हुन्छ नुहाउने जम्मा गर्नको लागि। यसरी अब हामी चाहिँ मदैनीबाट नुहाउने निकाल्दै ठेकीमा बिस्तारै त्यसरी निकाल्दै जम्मा गरेर हामी तयार गरिन्छ साथीहरू। ल यस्तो प्रकारको रहेको छ आजको हाम्रो भिडियो। हाम्रो गाउँघरतिरको यस्तै हो बसाइ। दर्शकबिन काम गर्ने तरिका यो प्रकारले गरिन्छ। यो विशेष गरेर मही बनाएर हाम्रो परम्परागत शैलीमा मही बनाएर त्यसबाट नुहाउने त जम्मा गरेर यो काठको ठेकीमा मही पार्ने भनिन्छ खास चाहिँ। यहाँ चाहिँ यो बत्ती छैन क्या, यहाँ बत्तीको आएको छ अहिले, लाइन गयो त्यसले गर्दा अँध्यारो छ त्यो कुनामा। यसरी दर्शकबिन हामी निरन्तर रूपमा कामहरू गर्ने गर्छौँ।
दर्शकबिन यसरी अब यहाँबाट ठेकीबाट नौनी निकालिएको छ। त्यहाँबाट तान्दै 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 यहाँ चाहिँ कुनामा चाहिँ बत्ती नभएको हुनाले अहिले लाइट गएको छ, बत्ती लोड सेडिङ छ। यसरी यहाँ चाहिँ नौनी जम्मा गरिन्छ। यो अर्ग्यानिक परम्परागत शैलीको यो हाम्रो गाउँघरतिर काठको ठेकीमा यसरी तानिन्छ साथीहरू। ल हेर्नुहोस्, भिडियो अँध्यारो हुनसक्छ, यहाँ बत्ती गएको छ, कुनामा लाइट छैन। यसरी बिस्तारै 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 खेलाउँदै खेलाउँदै तानेर ल्याउनु पर्ने हुन्छ। ल हेर्नुहोस्, यसरी निकालिन्छ साथीहरू। ल हेर्नुहोस् दर्शकबिन, हाम्रो गाउँमा हाम्रो घरमा विशेष गरेर यो नौनी यसरी निकालिएको छ ठेकीबाट। यसलाई चाहिँ पकाएर आगोमा दाउराको आगोमा अगेनामा मजाले कराईमा पकाएर मजाले घिउ बनाइन्छ। प्योर घिउ बन्छ साथीहरू। त्यो दृश्य पनि हामी तपाईलाई देखाउने छौं, प्योर घिउ बनाएको। यसरी हाम्रो चलन चाहिँ यस्तो रहेको छ रुकुम पश्चिम बाँफीकोट गाउँपालिका वार्ड नम्बर 6 जिपसिङतिर। र विशेष गरी हाम्रो घरमा परम्परागत शैलीको यो काम अझै पनि निरन्तर रूपमा चल्दै आइरहेको छ। यही दृश्य आज तपाईहरुको बीचमा हामीले ल्याएर तपाईहरुको बीचमा आएका छौं। भिडियो कस्तो लाग्यो तपाईहरुलाई त्यसको प्रतिक्रिया कमेन्टमा दिनु होला, तपाईले दिन सक्नुहुन्छ। हेलो हेर्नुस्, यता मही छ, महीहरु जम्मा छ यतापट्टि। यता नौनी यसरी निकालिएको छ, यसरी जम्मा भएको छ। अझै छ है? छ? अझै पनि छ नौनी तल ठेकीको मुनि छ। बिस्तारै बिस्तारै यसरी आउने गर्छ। यसरी तानिन्छ, यसरी निकालिन्छ ठेकीबाट कराईमा। त्यो मही राख्दै माथि निकाल्दै तान्दै तान्दै माथि ल्याउँदै मही राख्यो भनेदेखि माथि बढेर आउँछ। अनि त्यसरी जम्मा गर्दै 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 डल्लो बनाएर यतापट्टि यो कराईमा राखिन्छ साथीहरु। है साथीहरु, किन थाकिसकेको छ। झन्डै 3-4 घण्टा लागेको छ यो मही बनाउनलाई, यति नौनी जम्मा गर्नलाई। यो गाउँघरमा यसरी मेहनतका साथ मदैनी काठको ठेकीमा निकै नै कष्टकर हुन्छ, दुःख हुन्छ। यो प्रकारले गरिन्छ। ल हेर्नुस् साथीहरु, ल हेर्नुस् त त्यहाँबाट यसरी निकालिएको छ ठेकीबाट। आहा, ल अझै छ है? अझै छ के गर्ने हो, दबाईको हात टुङ्ग्याइ बिस्तारै एकैले खेलाउँदै तान्नुपर्छ क्या। राम्रो रहेछ त, हात लाउने त छ। राम्रो छ, एकदमै राम्रो भएको छ नौनी चाहिँ। अब चाहिँ तातो पानी चाहिन्न के, मौसम तातो भइसक्यो, ठिक्क हुन्छ चिसो पानी। त्यसले पुगेको थियो अझ बढी भयो। त्यहाँ त चल्दैछ नि। र बत्ती पनि आयो, अलि लाइट हुन्छ कि अलि उज्यालो हुन्छ भिडियो। ल यसरी साथीहरु, हामी चाहिँ तपाईलाई निरन्तर रूपमा यो आजको दृश्य मही बनाउने तरिका, गाउँघरमा हाम्रो परम्परागत शैलीको यसरी नौनी बनाएर घिउ बनाउने तरिका पनि हामी तपाईलाई देखाउने छौं। यो नौनी बनाइएको छ यति बेला ठेकीमा मही बनाएर, दहीलाई मही बनाएर यसरी आज तपाईलाई हामीले यी दृश्यहरू लिएर आएका छौं। ल हेर्नुस्, ल यस्तो भयो, यसरी भइराखेको छ साथीहरु। यस्तो घिउ यहाँ चाहिँ तयार भएको छ नौनी। यसलाई चाहिँ पकायो भनेदेखि चाहिँ मजाले घिउ बन्छ, ताजा घिउ।
छ अझै यसरी अझै निकाल्ने काम भइराखेको छ एक ठोको भरि छ अझै छ सक्यो अब दुई डल्ला अब सकिनै आँटेको छ झन्डै सकिनै थालेको छ निकालेर एक महिना आऊ भन्नु है फेरि एक महिना भयो एउटा भैँसीको 1 महिनाको लागि ताजा हुन्छ यसरी हाम्रो चाहिँ अर्ग्यानिक स्वच्छ ताजा भैँसीको घिउ यसरी भैँसीको दुधबाट दही दहीबाट चाहिँ नुहाउनीबाट अब फाइनल्ली चाहिँ घिउ बनाइन्छ आफ्नै घरको उपभोगको लागि दर्शकबिन ल सक्यो होइन ल साथीहरू यसरी आज चाहिँ हामीले मही बनाउने काम गरेका छौँ र विशेष गरी यो मही चाहिँ कसको हो थाहा छ यो दुध चाहिँ यो भैँसीले दिने गर्छ यो भैँसीले चाहिँ त्यो पुरा दुध दिएर दही बनेको यो पाडा यसको पाडी यसको बच्चा यो चाहिँ भैँसी यसले चाहिँ दुध दिन्छ हाम्रो घरमा यसैको दुधबाट दही बनाएर दहीबाट नुहाउनी निकालिएको छ र घिउ तयार गरिन्छ साथीहरू हाम्रो लाइफस्टाइल यसरी हामी चाहिँ यो गाउँले जीवन यसरी हामीले चाहिँ यहाँ चाहिँ विभिन्न प्रकारका अर्ग्यानिक परम्परागत शैलीका कामहरू गर्ने क्रममा आज चाहिँ हाम्रो रुकुम पश्चिमतिर मही बनाउने काम गरेका छौँ यो भिडियो चाहिँ नेपाली रोभर युट्युब च्यानलमा आउनेछ साथीहरू है त ल हुन्छ अहिलेलाई यति नै भन्दै हामी यहीँ राख्छौँ यो भिडियोलाई दर्शकबिन यसरी अब हामी यो नुहाउनीलाई अगेनामा चुलोमा यसरी कराईमा राखेर पकाउन लागिरहेको अवस्था छ पकाउन लागिराखिएको छ यसरी अब चाहिँ यो पुरा प्योर घिउ बन्छ साथीहरू यो दाउराको चुलोमा आगोले यसरी बिस्तारै पकाइन्छ साथीहरू ल हेर्नुहोस् पक्रिँदैछ अब यो एकदम प्योर घिउ बन्छ तपाईँहरूलाई म निरन्तर रूपमा प्योर घिउ बनाएको दृश्य देखाउने छु यस्तै हो गाउँघरतिर हाम्रो गाउँले जीवन परम्परागत शैलीका यी कार्यहरूमध्येको यो एउटा चाहिँ परम्परागत शैलीमा मही बनाउने भैँसीको दुधलाई दही बनाएर महीबाट चाहिँ यसरी नुहाउनी निकालिसकेपछि यसलाई चाहिँ यसरी पकाइराखेको अवस्था छ दर्शकबिन ल हेर्नुहोस् यो चुलो हो चुलोमा यसरी धुवा चाहिँ माथिबाट जान्छ कि यताबाट है स्वाट सडक्क बाहिर यता चाहिँ आगो ताप्नलाई पनि मजा दर्शकबिन यसरी अहिले चाहिँ पक्लेर अब यो तरलमा परिणत हुँदैछ तरल अवस्थामा परिणत हुँदैछ यो अझै यसलाई बेसरी पकाएर मजाले पकाएर यसलाई चाहिँ सङ्लो सफा देखिने गरेर देखिन्जेलसम्म हामी चाहिँ पकाएर यसलाई चाहिँ एकदमै ताजा घिउ अर्ग्यानिक घिउ बनिँदैछ साथीहरू हाम्रो यो चुलोमा यसरी ल हेर्नुहोस् मही बनाइसकेपछि यसबाट निस्केको नुहाउनीलाई यसरी चाहिँ हामी आगोको यो दाउराबाट बालेको चुलोमा यसरी अब यो पाकेर एकदमै सफा भइसकेको छ घिउ यो अर्ग्यानिक घिउ यसरी पकाएर झन्डै 1 घन्टा पकाइसकेपछि यसरी यो अब यो पानी कलर भएको छ वाटर कलरमा परिणत भएको छ सफा स्वच्छ ताजा घिउ तयार हुँदैछ अझै केही बेर लाग्छ अझै राम्रोसँग पकाउनु पर्ने हुन्छ यसरी गरिन्छ हाम्रोतिर घिउ आगोमा यसरी चुलोमा पकाएर यसरी ताजा घिउ बनाइन्छ अत्यन्तै स्वस्थ अर्ग्यानिक मिठो